यो व्यापारी प्लस कृषकहरूले र हामीले पनि राखेका छौँ। यसमा लगभग 10 टन जति किवी चाहिँ कलेक्सन भएको छ। आठै गाउँपालिका र फेदाप गाउँपालिका अनि मेन्छ्याम गाउँपालिका अनि लालीगुराँसबाट आउँछ। 400 केजी जस्तो चाहिँ सहकारीले सानो किसानहरूको किनेर राखिदिएको, हामीले आफैले किनेर। किवीसँगै चाहिँ तपाईँको अब अलिकति 1 महिनापछि अब सुन्तला आउँछ अनि आलु। तपाईँको किवी 6 महिनासम्म राख्न सकिन्छ भन्ने छ। आलु 10 महिनासम्मै राख्न सकिन्छ। तपाईँको खाने आलु चाहिँ लगभग 3 महिना र बिउ आलु त 10 महिनासम्म पनि राख्न सकिन्छ भन्ने छ। त्यसले गर्दा अहिले चाहिँ हामीले पर केजी 3 रुपियाँ भनेर गरेका छौँ। यसलाई चाहिँ प्री कुलिङ रुम, यो एकपटक उहाँले लगानी गर्नुभयो, हामीलाई सपोर्ट गर्नुभयो, त्यो पनि ठुलो कुरा हो। तर सँगसँगै चाहिँ यसलाई सस्टेन गर्न, रन गर्न केही वर्ष चाहिँ उहाँहरूले सिड मनीको रूपमा होइन, अनि यसलाई अपडेट गर्नको लागि केही चाहिँ मोनिटरिङ प्लस केही सपोर्टहरू चाहिँ निरन्तरता दिनुभएको भए हामीलाई चाहिँ एकदम सजिलो हुन्थ्यो भन्ने हो। अहिले चाहिँ यो बिउ आलुको रूपमा दमादम बिक्री भइरहेछ। सामानहरू चाहिँ क्रेटमा नै राख्ने गरेका छौँ। दर्शक वृन्द नमस्ते, म कृष्ण बुढाथोकी। यति बेला तेह्रथुम जिल्लाको म्याग्लुङ नगरपालिका वडा नम्बर 9 साब्ला भन्ने ठाउँमा आइपुगेको छु। तपाईँहरूले यहाँनिर लेखिएको देख्न सक्नुहुन्छ। अहिले हामी कियाचु कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मेयङलुङ कृषि शीत भण्डारमा आइपुगेका छौँ र यस सहकारी संस्थाकी अध्यक्ष टङ्कमाया लिम्बूसँग हामी यो शीत भण्डारको बारेमा विस्तृतमा जानकारी लिँदैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। म्याम नमस्ते। नमस्कार। सन्चै हुनुहुन्छ? एकदम ठिक छु। यो कियाचु कृषि सहकारी संस्थाको पनि थोरै जानकारी गराइदिनु होला। यो कियाचु कृषि सहकारी संस्था चाहिँ 2070 साल असार 30 गते दर्ता भएको हो। यो चाहिँ सहकारी डिभिजन कार्यालय धनकुटामा तेह्रथुम जिल्लाभरि कार्यक्षेत्र हुने गरी चाहिँ दर्ता भएर यो कृषि क्षेत्रमा कृषि व्यवसायीकरणको लागि काम गर्ने भनेर मुख्य लक्ष्य राखेर चाहिँ काम गरिरहेको संस्था हो। र यसको चाहिँ अहिले 335 जना जति सेयर सदस्यहरू छन् र हाम्रो सदस्यता विस्तार गर्ने क्रम एकदमै द्रुततर गतिमा जारी छ। र अहिले चाहिँ हामी 3टा काम सँगसँगै गरिरहेका छौँ। एउटा चाहिँ यो कृषि शीत भण्डार हाम्रो एउटा प्रोग्राम हो होइन, सहकारीको चलाइरहेका छौँ। यसमा चाहिँ तपाईँको 1000 मेट्रिक टनको कृषि शीत भण्डार सञ्चालनमा छ र अहिले चाहिँ हामी त्यसमा आलु, किवी र सुन्तलालाई विशेष फोकस गरेर स्टोरेज गर्ने र त्यसलाई चाहिँ कलेक्सन गर्ने काममा चाहिँ केन्द्रित छौँ। अनि अर्को चाहिँ हामी यो तेह्रथुम जिल्लामा उत्पादन हुने रैथाने बालीहरू होइन, मकै, फापर अनि कोदो, यसको चाहिँ केही प्रशोधन गरेर चामल, पिठो त्यसलाई चाहिँ पनि मार्केटिङ गर्ने, बेच्ने भनेर हामी तयारी गरिरहेका छौँ। त्यसमा पनि हामी फोकस गरिरहेका छौँ। भने अर्को चाहिँ केही चाहिँ हामी बचत ऋणको कार्यक्रम पनि गर्छौँ। केही रकम अब सहकारीले चाहिँ 30% जस्तो चाहिँ नीतिगत हिसाबले बचत ऋणमा चाहिँ परिचालन गर्न सक्ने प्रावधान अनुसार त्यो काम पनि गरिरहेका छौँ। भने अर्को चाहिँ हामीसँग यो फलफुल नर्सरी चाहिँ छ, त्यसमा केही प्रोडक्सन त्यो बिरुवा उत्पादन गर्ने काम पनि गरिरहेका छौँ। कस्ता कृषकहरू चाहिँ सहकारीमा आबद्ध हुनुहुन्छ? अहिले हामीले विशेष फोकस गरेको सबै खालका कृषकहरू नै आबद्ध हुनुहुन्छ होइन। केही चाहिँ अब कृषक भन्दा बाहिर अलिक केही व्यवसायीहरू पनि हुनुहुन्छ र अहिले बढी हामीले फोकस गरेको चाहिँ फलफुल उत्पादकहरू र रैथाने बाली जुन चाहिँ यहीँनिर परम्परागतदेखि परापूर्वकालदेखि उत्पादन हुने मकै, यहीँको लोकल कोदो होइन, फापर र जौ, गहुँ उत्पादन गर्ने जति कृषकहरू हुन्छ उहाँहरूलाई चाहिँ सकेसम्म आबद्ध गराउने प्रक्रियामा छौँ हामी। यो तेह्रथुम जिल्लामा नै पहिलो पटक तपाईँको सहकारीले यो शीत भण्डार निर्माण गरेको भन्ने जानकारी पायौँ हामीले होइन? हो हो हो। तेह्रथुम जिल्लामा भएको के कृषकहरूको जुन समस्या थियो नि, अब सिजनमा प्रोडक्सन हुन्छ तर मार्केट कम होइन, मार्केट हुँदैन, मूल्य कम पाउने, अनि अफ सिजनमा फेरि पनि टोटल्ली यहाँ चाहिँ उत्पादनहरू चाहिँ नपाउने स्थिति पनि थियो। र अर्को चाहिँ आफूले उत्पादन गरेको कृषि उपजहरू समयमा बिक्री नहुँदाखेरि चाहिँ कृषकहरू हतोत्साही हुनुपर्ने, बिक्री नहुने भन्ने खालको समस्याहरू भोग्नु परेको भने अर्कोतिर चाहिँ मास प्रोडक्सन गर्न पनि नसकिरहेको अवस्था। किनभने मार्केटमा जुन बेला उत्पादन त्यो बेला बिक्दैन, अब धेरै उत्पादन गर्न थाल्यो फेरि नबिक्ने डर होइन। र त्यो खालको एउटा चाहिँ मास प्रोडक्सन नहुने, अर्को चाहिँ केही प्रोडक्सन भएको चाहिँ मार्केट नपाउने, यो दुईटै समस्यालाई चाहिँ समाधान गर्न र कृषकहरूको व्यवसायलाई चाहिँ व्यवसायीकरण, मार्केटिङ के अरे बजारीकरण गर्न सहयोग पुगोस् भनेर चाहिँ
धेरै प्रयासका बावजुद चाहिँ यो निर्माण भएको हो। कसरी सम्भव भयो त यो 1000 मेट्रिक टनको शीत भण्डार? यो कृषि शीत भण्डार बनाउने क्रममा चाहिँ सबैभन्दा पहिला त अब यो प्रदेश सरकार प्रदेश नम्बर 1 को यो तपाईँको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चाहिँ प्रस्तावना आह्वान गरेको थियो कृषि शीत भण्डार निर्माणको लागि भनेर। त्यसमा चाहिँ यो सहकारी संस्थाले चाहिँ प्रस्ताव हालेको थियो, प्रस्तावना पेश गरेको थियो र प्रस्तावना पेश गरिसकेपछि चाहिँ अब कम्पिटिसनमा त्यो प्रतिस्पर्धामा उत्रिनु पर्यो होइन। प्रतिस्पर्धात्मक वातावरणमा पनि चाहिँ हामीले धेरै प्रयास गरेर धेरैजनासँग चाहिँ लिङ्क होइन समन्वय गरेर र अब अर्कोतिर चाहिँ सहकारीले पनि आफ्नो के भन्छ साझेदारी हाल्नुपर्ने होइन। त्यतातिर पनि हामीले जोरजाम गरेर चाहिँ अब त्यो प्रस्ताव पारित हाम्रो पक्षमा चाहिँ होइन हामी सेलेक्ट भयौँ भनौँ न। अनि त्यस पछाडि चाहिँ अब उसले दिने अनुदान भनेको खासमा सुरुमा चाहिँ 3 करोड भनेर आह्वान गरेको भए तापनि पछिल्लो चरणमा केही टेक्निकल प्रब्लमले गर्दा हामीले 2 करोड 50 लाख प्राप्त गऱ्यौँ र बाँकी चाहिँ सहकारीले र नगरपालिकाले साझेदारीमा चाहिँ हामीले यहाँ लेखिएको देख्छौँ हामी होइन। मन्त्रालयबाट चाहिँ 3 करोडै आएको भनेर लेख्नु भएको छ, तर प्राप्त गर्नु भएको चाहिँ 2 करोड 50 लाख। यो चाहिँ सम्पन्न रिपोर्ट बनाउने बेला अब यो पनि गरियो होइन, आउँछ भनेर सम्पन्न, तर पछि चाहिँ केही त्यो डिपिआरहरूमा चाहिँ मिस्टेक भएको हुनाले टेक्निकली त्यसलाई चाहिँ माइनस गर्नुपर्ने स्थिति चाहिँ सिर्जना भयो। सहकारीको तर्फबाट 1 करोड 34 लाख यो चाहिँ श्रमदान सहित होइन क्यास गरेर त्यति। अनि म्याग्लुङ नगरपालिकाले चाहिँ 15 लाख यसमा चाहिँ यो केही फिनिसिङ गर्न होइन, यो बाटो यहाँसम्म ल्याउन होइन, त्यो सहित गरेर टोटल कति लगानी? 4 करोड भन्नुपर्छ। यहाँ 50 त मन्त्रालयको घट्यो 50 लाख गर्दाखेरि 4 करोड भनौँ न। ओके, ल यो शीत भण्डार चाहिँ कस्तो छ एकचोटि हेरौँ है। यतापट्टि चाहिँ के छ? यसमा चाहिँ हामीले यो रैथानेलाई अलिकै प्रशोधन गरेर बिक्री गर्ने भनेर यहाँ तयारीमा छ। हाम्रो यहाँ मिलहरू छ होइन, यहाँ 2टा मिल छ। यो चाहिँ सिलिङ मेसिन, यो प्याकेजिङ गर्ने मेसिन हो यो चाहिँ। अनि यो चाहिँ स्ट्याम्प गर्ने, यो लेबलिङ गर्दाखेरि हान्ने हो यो चाहिँ होइन। हामीले एकदम तयारी अवस्थामा छ। हामीले चाहिँ अहिले यो सञ्चालनमा ल्याउनलाई चाहिँ यो कच्चा पदार्थ यतिखेर ठ्याक्कै मकैहरू अरू चाहिँ थाङ्ग्राको नपाउने होइन, अर्को चाहिँ अलिक कमसल खालको पाउने हुँदा अलिक 1-2 महिनापछि चाहिँ राम्रो पाइन्छ भनेर हामीले पर्खिरहेको छौँ, हामी खोजिरहेका छौँ। त्यसपछि हामी सुरु गर्छौँ स्थानीय उत्पादनलाई यहाँ प्रमोट गर्ने र बेच्ने भन्ने हो है। अनि यतातिर यो चाहिँ तपाईँको यता यो ऊ पनि हेर्छौँ हामी, हेरौँ न के छ यता हेरौँ ल। यता चाहिँ हाम्रो पावर हाउस भन्दा नि हुन्छ। यहाँनिर चाहिँ यो हरेक च्याम्बरको छुट्टै एमसिबी छ, प्यानलहरू छ। अनि जुन रुम चलाउने हो त्यही रुमको मात्रै अन गरेर चलाउन मिल्छ। यहाँ चाहिँ हाम्रो छ एउटा रुमबाट यहाँ भित्र एमसिबी छ, त्यो अन गरेको हुन्छ, त्यो अनुसार चल्छ होइन। यहीँबाट कन्ट्रोल गरिन्छ, कन्ट्रोल यहीँबाट गरिन्छ। अनि अब यदि बत्ती गयो भने चाहिँ हाम्रो यता यो जेनेरेटर यो चाहिँ 62.5 kVA को जेनेरेटर हो। अनि बत्ती जाँदाखेरि यो चलाउँछौँ हामी। अब अरू चाहिँ यो यति चाहिँ अब सहकारीकै कम्पाउन्ड भयो। यो जग्गा सबै सहकारीकै हो। यो माथिल्लो यो अलिक परबाट देखिन्छ। कति रोपनी छ? यो जम्मा 14 रोपनी 4 आना सहकारीले खरिद गरेको जग्गा। ओके, ल यो बाहिरी भाग भयो दर्शकवृन्द। यो हरेक मेसिनभित्र 2टा मेसिन छ, बाहिर यो फाल्ने चाहिँ भित्र रेफ्रिजरेटर छ। हजुर ल भित्र जाउँ हेर्नु ल। यो चाहिँ भित्र ह्युमिडिटी मेन्टेन गर्नको लागि त्यहाँ ह्युमिडिटी फायर भन्ने मेसिनहरू हुन्छ। त्यसमा चाहिँ पानी सप्लाई हुनुपर्छ, त्यसको लागि चाहिँ यो पानीको ट्याङ्की चाहिँ सप्लाई गर्नलाई राखेको। शीत भण्डार त धेरै किसिमका हुँदो रहेछन् होइन, यो चाहिँ कस्तो खालको शीत भण्डार हो खासमा? यसलाई चाहिँ अब ठ्याक्कै भन्दा अटो सिस्टमको भन्दो रहेछ के अरे होइन, अहिलेको चाहिँ लेटेस्ट मोडेलको। यो अझै पनि योभन्दा अर्को लेटेस्ट पनि आएको छ भने जस्तो लाग्छ मलाई होइन। तर हाम्रो चाहिँ हामीले हेर्दाखेरि अरू पुरानो भन्दा चाहिँ अब नयाँ मोडेलकै हो यो। यसमा चाहिँ अटो सिस्टममा चल्छ। यो चाहिँ मिनिमममा झरेपछि अटो अफ हुन्छ, अनि म्याक्सिमममा पुगेपछि चाहिँ फेरि अन भएर सुचारू हुन्छ होइन। त्यसले गर्दा सजिलो चाहिँ हुन्छ। यो चाहिँ हाम्रो यो रुम अहिलेलाई चाहिँ खाली छ होइन। विशेष गरेर यो उ त्यो परको छ नि सेतो, त्यो चाहिँ डिह्युमिडिटी फायर भन्छ। त्यो आर्द्रता
हजुर, बढी भयो भने यसले कन्ट्रोल गर्छ क्या अनि कम भयो भने कन्ट्रोल गर्छ कतिमा सेट गर्छ त्यसले चाहिँ मिलाउने हो अनि यो मेसिनहरू रेफ्रिजरेटर हो यो चाहिँ अब हाम्रो क्रेटहरू यो सामानहरू ढुवानी गर्दा यहाँ राख्दाखेरि चाहिँ हामीले अहिलेसम्म चाहिँ सबै सामानहरू चाहिँ क्रेटमा नै राख्ने गरेका छौँ है अनि अब सामान बढी आयो भने यहाँ हामी यता पनि रेडी गरेर हाल्छौँ अहिलेलाई चाहिँ 2टा रुममा चाहिँ यो रुम कति बाई कतिको भन्ने त्यसमा आकलन छैन होला यसको चाहिँ 1000 एउटामा चाहिँ तपाईँको 250 मेट्रिक टन अट्ने भन्ने हो ए हजुर अनि यो अर्को रुम चाहिँ यसमा यो बाहिरको के हो यो चाहिँ आलुको बिउ हामीले योभन्दा अगाडि चाहिँ आलु स्टोर गरेका थियौँ जम्मा 3.5 टन जस्तो अनि हामीले चाहिँ केही सुरुमा चाहिँ खाने आलु बिक्री गऱ्यौँ अहिले चाहिँ यो बिउ आलुको रूपमा धमाधम बिक्री भइरहेछ हाम्रो यहाँ केही यहाँ तल यहाँबाट पनि लाने गर्छन् केही यहाँ राखेका छौँ अनि केही चाहिँ माथि बजारको अफिसमा पनि छ अनि यहाँ अलिकति यो लेखिएको रहेछ हैन यसको बारेमा छोटकरी खास गरेर यो कोल्ड स्टोर प्रयोग गर्दा अपनाउनु पर्ने नियमहरू हो यो चाहिँ यो ढोकाहरू खुल्ला चाहिँ नछोड्ने अब पसिन्छ नि त्यसलाई खुल्ला नछोड्ने पढ्न सकिन्छ ल मैले खिचे अब भित्र हेरौँ यसमा केही सामान छ यसमा चाहिँ यो किवी छ यहाँ 1500 2000 केजी 2 टन जस्तो छ यसमा सामानहरू किवी यसलाई चाहिँ अब अलिक सर्ट टर्म सेल गर्ने भनेर चाहिँ एकजना व्यापारीले राख्नु भएको उहाँले बेच्नुहुन्छ त्यो छ यो कहाँबाट आएको किवी हो यो चाहिँ 5 थर फालेलुङको यो चाहिँ यो किवी चाहिँ अनि तपाईहरुले तेह्रथुम बाहेकका बाहिरी जिल्लाको कृषकहरूको पनि लिनुहुन्छ अब व्यापारीहरूले राख्नुहुन्छ लिन्छौँ हामी यहाँ उहाँले यहाँ स्टक गर्नुहुन्छ अनि पछि फेरि सेल गर्ने हो हामी उता कृषकहरूबाट चाहिँ डाइरेक्ट लिएर आएर राख्नुहुन्छ कृषकले चाहिँ होल्ड गर्न गाह्रो हुँदो रहेछ क्या सामानहरू अनि लिइदिएपछि उहाँले पैसा पाउनुहुन्छ पेमेन्ट पाउनुहुन्छ उहाँले आफ्नो काम गर्नुहुन्छ यता चाहिँ पछि बेच्ने गरेको पनि छ हाम्रो 2-3 खालको छ स्टोरेज गर्ने चाहिँ सिस्टम चाहिँ एउटा चाहिँ कृषकले डाइरेक्ट आफै पनि राख्नुहुन्छ अनि जुन कृषकले होल्ड गर्न सक्नुहुन्न कसैले कलेक्सन गरेर ल्याइदिनुहुन्छ र अहिले चाहिँ हाम्रो स्ट्राटेजी चाहिँ के छ भन्दा जसको चाहिँ अलिक कम त्यो उत्पादन छ नि त्यसलाई चाहिँ हामीले खरिद गरिदिएका छौँ हैन खरिद गरेर कलेक्सन गरेर पछि बेच्ने पछि गएर जसले गर्दा उहाँलाई त थोरै मार्केटिङ गर्न गाह्रो हुन्छ अनि हामीले लिइदिएपछि यहाँ त धेरै अरूको पनि आउँछ एकैचोटि चाहिँ त्यसलाई सेल गर्न सजिलो हुन्छ यो पनि आलुको बिउ हो यो चाहिँ केही यतैको लागि राखेको हामीले यसमा पनि हेरौँ यसमा चाहिँ अब अलिकति लङ टर्म स्टोरेज गर्ने भनेर यो व्यापारी प्लस कृषकहरूले र हामीले पनि राखेका छौँ यसमा लगभग 10 टन जति किवी चाहिँ कलेक्सन भएको छ अनि यतापट्टिको साइडको 5 थरको यता तेह्रथुमको चाहिँ भर्खर अब 1.5 टन जति आयो अब बाँकी तपाईँको 6-7 टन चाहिँ तेह्रथुमको कलेक्सन आउँदैछ यहाँ कन्ट्याक्टमा आइसक्नु भएको छ कृषकले आफै राख्ने गरेको कुरा भएको छ यो चाहिँ तेह्रथुमको 8 गाउँपालिका र फेदाप गाउँपालिका अनि मेन्छ्याम गाउँपालिका अनि लालीगुराँसबाट आउँछ किवी अब बाँसको बनाउनु भएको यो चाहिँ तपाईँको यो क्रेट छ नि भित्र मुनि टाँसिने गरी राख्न मिल्दैन अलिकति हावा त्यो सर्कुलेसन हुने गरी राख्नुपर्छ त्यही भएर यो बाँसलाई चाहिँ खट बनाएको हामीले अलिकति उचाल्न अनि तपाईँको यो राख्दाखेरि पनि यो अलिकति स्पेस छोड्नुपर्छ कि यता स्पेस यसले चाहिँ हावा एयर सर्कुलेसनमा चाहिँ काम गर्छ यो सबै स्पेस छोडेर राख्ने यो पनि व्यापारी प्लस कृषकहरुकै छ यो केही चाहिँ व्यापारी यता व्यापार गर्नेले राख्नु हो यो चाहिँ कृषकको यो केही चाहिँ कृषकको डाइरेक्ट चाहिँ यो कति 1 टन 1.5 टन जस्तो यो तपाईँको यो 400 केजी जस्तो चाहिँ सहकारीले सानो किसानहरूको किनेर राखिदिएको हामीले आफैले किनेर विशेष चाहिँ किवीसँगै बढी चाहिँ के आउँछ यहाँ स्टोरमा किवीसँगै चाहिँ तपाईँको अब अलिकति 1 महिनापछि अब सुन्तला आउँछ अनि आलु अहिले हाम्रोमा सक्सेसफुल्ली हामीले चाहिँ राखेर बिक्री गर्न सकेको होइन किवी आलु र सुन्तला हो अहिलेसम्म चाहिँ अब अरूको प्रोडक्सन चाहिँ तेह्रथुममा त्यति धेरै छैन थोरै छ होइन अनि अहिले चाहिँ यो हाम्रो च्याम्बर पनि थोरै सामान राख्ने गरेको छैन कि अब किवीसँग अर्को चिज राख्न मिल्दैन होइन फलफुलहरू चाहिँ छुट्टै राख्नु पर्दो रहेछ कि एउटै रुममा चाहिँ सबै लङ टर्म स्टोरेज गर्नलाई राख्न नमिल्ने भएकोले हामीले अहिले जुन चाहिँ बढी प्रोडक्सन छ त्यसलाई राखिरहेको छौँ अब पछि चाहिँ हामीले यो च्याम्बरहरू चाहिँ सक्यो भने चाहिँ हामीले यो पार्टिसन गर्ने
र सानो पाऱ्यो भने चाहिँ हाम्रोमा चाहिँ अकबरी छ, इस्कुस छ, नास्पाती छ होइन, र अरू केही तरकारीहरू पनि उत्पादन चाहिँ हुन्छ। त्यसलाई पनि स्टोरेज गर्ने व्यवस्था मिलाएर कृषकहरूलाई सेवा प्रदान गर्नमा चाहिँ हाम्रो एउटा लक्ष्य चाहिँ छ। अब हामी प्रयास गर्दैछौँ। यो शीत भण्डारमा राखिएको यो फलफुलहरू अथवा तरकारीहरू होइन कति समयसम्म चाहिँ यसरी राख्न सकिन्छ? तपाईँको किवी 6 महिनासम्म राख्न सकिन्छ भन्ने छ, आलु 10 महिनासम्मै राख्न सकिन्छ, तपाईँको खाने आलु चाहिँ लगभग 3 महिना र बिउ आलु त 10 महिनासम्म पनि राख्न सकिन्छ भन्ने छ। र आलु चाहिँ विशेष गरेर तेह्रथुममा हेर्दाखेरि 3टा समस्या छ क्या। एउटा चाहिँ किराले खाने, चाउरी पर्ने, उम्रिहाल्ने, र पछि बिउको बेला चाहिँ कृषकहरूले एकदमै महँगोमा किन्नुपर्ने होइन, त्यस्तो छ। र हामीले चाहिँ यसपालि हामी आफैले ट्रायल गरेर अब सक्सेसफुल्ली हामीले गरेपछि अब अहिले चाहिँ धेरै कृषकहरू हामी आफै राख्ने गरी चाहिँ योजना बनाउँछौँ भनेर लागिराख्नु भएको छ। अनि यहाँ चाहिँ अब त्यो किराले नखाने, चाउरी नपर्ने र नउम्रिने हुँदा चाहिँ क्वालिटी मेन्टेन भइसकेपछि पछि प्रोडक्सन पनि हाई हुन्छ भन्ने कुरा छ। अनि कृषकहरूले जुन त्यो घाटा बेहोरेको छ नि त्यसलाई चाहिँ यसले सहयोग चाहिँ पुग्ने भन्ने चाहिँ यसलाई प्रमाणित पनि भइसकेको छ अहिले। अनि यो शीत भण्डारमा राख्दाखेरि चाहिँ कति पे गर्नुपर्छ कृषकले, व्यापारीले? हामीले अहिलेलाई चाहिँ हामीले सुरुमा ₹2.50 प्रति केजी प्रति महिना गऱ्यौँ होइन। अब अलिकति त्यो विद्युतको महसुल चाहिँ अलिक बढेर आएको छ। अनि अब पहिला चाहिँ अर्को मिटर थियो, अहिले स्मार्ट मिटर भनेर चेन्ज गरिदिएपछि बढ्यो क्या, वात्तै बढ्यो। अनि त्यसले गर्दा अहिले चाहिँ हामीले पर केजी ₹3 भनेर गरेका थियौँ। अहिले सुरुमा चाहिँ हामीले सबैलाई चाहिँ बानी पार्न पनि हो हामीले मिनिमम राखेर, र हामीसँग चाहिँ बिजनेस प्लान हाम्रो छ, त्यसमा चाहिँ 4.5 प्रति केजी प्रति महिना लिन सक्ने गरीको व्यवस्था छ। बिस्तारै अब सबैले चाहिँ यसको रिजल्ट चाहिँ विश्वास गरिसकेपछि सबैले चाहिँ यसलाई चाहिँ राख्दाखेरि हुन्छ भन्ने भएपछि र अब तपाईँको बिजनेस क्यालकुलेसन पनि हुन्छ नि त, उहाँहरूको पनि गर्नुहुन्छ, त्यसपछि हामी बिस्तारै यसलाई के भन्छ मेन्टेन गर्ने गरीको चाहिँ गर्छौँ हामी। अब एकदमै यहाँ खचाखच कहिले हुन्छ यो भरिभराउ? यो भरिभराउ यसपालि त अब किवी हामीले एउटा रुममा ठिकै होला भनेको 2टामा राख्नुपर्छ कि जस्तो छ होइन। उत्पादन त्यति छ, उत्पादन टन्नै छ, तर अब किवीमा के चाहिँ देखिन्छ भने क्वालिटीको उत्पादन चाहिँ भइरहेको छैन। त्यो 2टा कुरा चाहिँ, एउटा चाहिँ तपाईँको प्राविधिक ज्ञान छैन, अर्को चाहिँ त्यो मार्केट छ भन्ने चाहिँ उहाँहरूलाई विश्वास छैन क्या। अनि त्यसले गर्दा अलिक समस्या देखिएको छ। अब त्यसलाई चाहिँ हामी टेक्निकल ट्रेनिङको व्यवस्थापन हामी कृषि ज्ञान केन्द्रलाई पनि भनेर त्यो गर्ने भनेर सल्लाह पनि भइरहेछ। अनि त्यसले गर्दा उहाँले ग्रेडिङ गर्ने, थिनिङ गर्ने होइन, अनि त्यो हाँगा काँटछाट मिलाउने कुरा गर्नुभयो भने क्वालिटीको किवी फल्यो भने यहाँ चाहिँ प्रशस्तै छ। र त्यहाँ किवीको एउटा नेटवर्क पनि छ, त्यो नेटवर्कले चाहिँ किवी जोन कहाँ हुन्छ त्यसलाई चाहिँ प्रमोट गर्ने भनेर उहाँहरू लाग्नु पनि भएको छ। त्यसले गर्दा किवीको प्रोडक्सन राम्रै छ तेह्रथुममा। एउटा यो पनि हेरौँ। हजुर, जम्मा 4वटा हो। यो चाहिँ हामीले अलिक अब यो क्रेटहरू यतापट्टि यो क्रेटहरू यहाँ स्टोर गरेका छौँ। अब यो चाहिँ आवश्यक पऱ्यो भने मात्रै सञ्चालन गर्ने अहिलेलाई भनेर गरेका छौँ। यति ठिकै छ। त्यो रुमलाई भर्नलाई त थप सामान आउँदै गर्छ, त्यो आएको बेलामा चाहिँ डाइरेक्ट बाहिरको टेम्परेचरमा मानौँ अब अहिलेको 10-15 छ भने त्यो चाहिँ 15 डिग्रीमै त्यहाँ हाल्न मिल्दैन। त्यसलाई चाहिँ प्रिकुल गरेर त्यो उताको टेम्परेचरको म्याक्सिमम टेम्परेचर कति छ त्यति चाहिँ कायम गरेर मात्रै त्यहाँ राख्न मिल्छ होइन। यसलाई चाहिँ प्रिकुलिङ रुम है भन्छ। र यो चाहिँ यहाँ पनि अब सबै मेसिन छ, अरू जस्तै सिस्टम हो। अनि यहाँदेखि चाहिँ तपाईँको त्यहाँ राख्नुभन्दा अगाडि यहाँ सामानलाई 4 डिग्री सेल्सियससम्म हामी झार्छौँ प्रिकुल गरेर, त्यसपछि फेरि यता मेन रुममा लगेर स्टोरेज गर्ने हो। अनि हामीसँग चाहिँ अब एक्स्ट्रा भनौँ न, अब तल कतिपय ठाउँमा चाहिँ जेनेरेटरहरू छैन होइन पावर ब्याकअपको लागि। अनि अर्को चाहिँ प्रिकुलिङ रुमहरू पनि हामीले देखेनौँ, धेरै भिजिट गरेका थियौँ 5-6वटामा। हामीसँग चाहिँ प्रिकुलिङ रुम छ, पावर ब्याकअपलाई चाहिँ जेनेरेटर पनि छ हुँदा अलिकति सजिलो, अरूभन्दा चाहिँ अलिक जोखिम चाहिँ कम छ भन्ने हो। यो चाहिँ हाम्रो अफिस रुम, अफिस बिल्डिङ। यो चाहिँ फुल फ्लेजमा यो चाहिँ कोल्ड स्टोरेज सञ्चालन हुँदा हामी अफिस पनि यतै हुन्छ। अनि त्यहीँबाट चाहिँ हामी सबै कारोबारहरू गर्छौँ। म्याम, जस्तो यो शीत भण्डार सञ्चालन गरिसकेपछि चाहिँ सहकारीलाई के फाइदा भएको छ, कृषकहरूलाई के फाइदा भएको छ? अब सहकारीको मुख्य बिजनेस भनेको होइन, कार्यक्रम भनेको शीत भण्डार सञ्चालन हो होइन। अब यो
कोल्ड स्टोरबाट चाहिँ सहकारीले जुन लक्ष्य राखेको छ नि त्यो लक्ष्य राखे अनुसारको काम गर्नलाई एउटा सजिलो भएको छ भनौँ न होइन। अन्त कृषि व्यवसायीकरण गर्ने भनेको छ। कृषि व्यवसायीकरण गर्नको लागि त त्यो मार्केटिङ हुनु पर्यो होइन। त्यसमा चाहिँ भ्यालु एड हुनु पर्यो होइन। अनि कृषकले फाइदा लिन्छ। त्यसले गर्दाखेरि एउटा चाहिँ कृषकलाई फाइदा भयो भने सहकारीलाई पनि फाइदा हुन्छ होइन। कृषकले आफूलाई फाइदा हुन्छ भने प्रोडक्सन गर्नुहुन्छ। प्रोडक्सन गरेपछि मास प्रोडक्सनको स्टोरेज यहाँ हुन्छ। त्यो स्टोरेज गरे बापत अब सहकारीले अब भाडा लिन्छ होइन, अरू सेवाहरू प्रदान गर्छ अनि कृषकले मूल्य पाउनुहुन्छ। र अर्को चाहिँ यो खाद्य पदार्थ भनौँ न त्यो चाहिँ होल इयर पाउने एउटा पनि हुन्छ। यो चाहिँ समुदायलाई होइन अरू उपभोक्तालाई त्यो पनि फाइदा हुने भयो। नभएदेखि त अब मानौँ के अरे तपाईँको किवी अफ सिजनमा किनेर चाहिँ खान्छु भन्दा पाउँदैन नि त। तर स्टोरेज गरेको कुरा अब 2 महिना 3 महिना पछि निकालेपछि त अरू सकिसकेको हुन्छ। अब पैसा तिरेर पनि खान पाउनुहुन्छ। अनि बिजनेस गर्नेले पनि आफ्नो बिजनेस कन्टिन्यू रन गर्न पाउँछ र सहकारीले पनि आफ्नो काम गर्न पाउने भयो। शेयर सदस्यले त्यसको तपाईँको लाभांश पाउने भए होइन। त्यो चाहिँ कन्टिन्यू हरेक कुरा चाहिँ त्यो एउटा लिङ्केजमा चाहिँ सबै कुरा फाइदाजनक नै छ। यो चाहिँ इकोनोमिकल्ली होइन एउटा सर्भिस प्रोभाइड गर्नको लागि पनि, अर्को चाहिँ व्यवसायी बन्नलाई पनि, र अर्को चाहिँ अब कृषि क्षेत्रलाई प्रमोसन गर्नलाई पनि चाहिँ राम्रै फाइदा गर्छ। अघि तपाईँले भन्नुभयो अहिले थोरै मूल्य प्रति केजी 3-4 रुपैयाँ राख्नुको कारण चाहिँ कृषकहरूलाई यो ह्याबिट बनाउनु पनि होइन। अहिले कतिको आइरहनु भएको छ भण्डारणमा राख्नको लागि आवश्यक रहेछ? अहिले तपाईँको किवी हेर्नु न, यो उहाँ जुन व्यापारी हुनुहुन्छ नि उहाँलाई पोहोर चाहिँ निकै हामीले कुरा गऱ्यौँ। उहाँले हामीलाई त्यो गर्नु नै भएन क्या, त्यति चासो राख्नु भएन। तर यसपालि चाहिँ 5 थरको उहाँको एरियाको किवी सबै ल्याउनु भएको छ। अझै पनि छ अरे होइन। तर अब मसँग अलिक पैसा नपुगेर भन्नुभयो लिदिनु भन्नुभयो। केही हामी पनि एक गाडी जस्तो चाहिँ राखिदिन्छौँ भनेका छौँ, ल्याउँदै हुनुहुन्छ। सहकारीले किनेर पनि राख्छ आफैले, केही चाहिँ राख्छौँ। त्यो त अब गर्नु पर्यो। केही चाहिँ अब यहाँ पछि गएर त कलेक्सन सेन्टर बनाउने हाम्रो सोच हो नि त। सबै चाहिँ तपाईँको कृषि उत्पादनहरू कलेक्ट गर्ने, यहाँबाट मार्केटिङ गर्ने र बेच्ने पनि हो नि त। त्यो गर्न पनि सकियो होइन। अब सबै कृषकले चाहिँ मार्केट लिन गाह्रो हुन्छ नि त, लिङ्केज गर्न नि गाह्रो हुन्छ। त्यसले गर्दाखेरि अब बिस्तारै बिस्तारै यसलाई चाहिँ अब कलेक्सन सेन्टर कृषि उपजको सङ्कलन केन्द्रको रूपमा पनि डेभलप गर्दै जाने सोच पनि हो। 1000 मेट्रिक टनको जुन क्षमता छ यो तेह्रथुमको लागि इनफ छ अहिलेलाई? मलाई लाग्छ अहिलेलाई त अब कलेक्सन गर्नै परेको छ। हामीले अलिकति प्रचार प्रसार गर्नु परेको छ, भन्न परेको छ, बुझाउनु परेको छ। मलाई लाग्छ अर्को वर्ष भने किवीले नै 2 रुम चाहिँ भ्याउँछ जस्तो छ होइन। अनि त्यसपछि आलु छ। आलु चाहिँ तपाईँको धेरै प्रोडक्सन छ। कृषकले चाहिँ बारीबाटै सस्तोमा बेचिरहेको स्थिति छ अहिले। तर त्यो सबै कृषकहरूले चाहिँ हामी अलिकति मूल्य पर्खिन्छौँ भनेर उहाँहरू कन्भिन्स भएर चाहिँ आउनुभयो भने सायद आलु र किवीले भरिन्छ जस्तो लाग्छ मलाई। यहाँ चाहिँ फलफुल बाहेक अरू के राख्न मिल्छ यसमा? यहाँनिर चाहिँ तपाईँको फलफुल बाहेक तपाईँको बिउ बिजन त्यसलाई संरक्षण प्रोटेक्सन गर्नलाई त्यो किरा लाग्दैन होइन। अर्को चाहिँ गेडागुडीहरू अन्नहरू सबै राख्नु मिल्छ। अनि सागसब्जीहरू ताजा सागसब्जीहरू पनि राख्नु मिल्छ होइन। अनि अब अहिले अकबरे खुर्सानीहरू भयो, टमाटरहरू सबै मिल्छ। तर अब अहिले हाम्रो चाहिँ के छ भने च्याम्बर ठुलो छ अनि अर्को चाहिँ त्यो एउटा सामानले अर्कोलाई असर गर्छ। त्यसले गर्दा अहिले पक्नु है भनेर भनेको थियौँ है। अकबरे हाई प्रोडक्सन एकदम निकै छ यहाँ। अब अकबरेलाई राख्न सक्यो भने अब ठ्याक्कै तपाईँको असार साउन भदौमा प्रोडक्सन हाई हुन्छ क्या अकबरेको म्याक्सिमम। अनि त्यति बेला चाहिँ तपाईँको पानी पनि पर्छ। अनि पानी परेपछि भनेको बेलामा बिक्री हुँदैन। अनि उता टिप्दाखेरि पनि त्यो छिटो त्यो चिसो हुन्छ नि त। अलिकति ड्राई गरेर अलिकति मेन्टेन गरेर राख्यो भने त उहाँले त्यतिखेर ठ्याक्कै उत्पादन गरेकोलाई चाहिँ 15 दिन 1 महिना होल्ड गर्न सक्नुभयो भने अनि फेरि मार्केट राम्रोसँग पाउनुहुन्छ। अब त्यतातिर पनि बिस्तारै हामी काम गर्ने भन्ने छ। हुन्छ म्याम, हामी अन्त्यतिर छौँ। अरू यो शीत भण्डारको बारेमा भन्नै पर्ने के विशेष सूचना जानकारीहरू छन् भने राख्दिनु। यस्तो छ अब अहिले चाहिँ हाम्रो 3टा हिसाबले चाहिँ हामीले सेवा प्रदान गर्ने भन्ने छ। एउटा चाहिँ थोरै अमाउन्टमा आएको चाहिँ हामी किनी पनि दिन्छौँ। अनि अर्को भनेको जुन कृषकले आफै होल्ड गर्नुहुन्छ, होल्ड गर्नेले होल्ड गरेर पछि मूल्य प्राप्त गर्ने गरी बेच्न सक्नुहुन्छ।
अर्को भनेको चाहिँ त्यसरी होल्ड गर्न सक्दैन भने कसैले एकजनाले जिम्मा लिएर कलेक्सन गरेर राखेर पनि गर्न सक्नुहुन्छ भने अरू स्वतन्त्र व्यापारीहरूले पनि राख्न सक्ने गरेको चाहिँ छ। र त्योभन्दा बाहेक चाहिँ हामी अब व्यापारीसँग लिङ्क गराइदिने होइन, अब साना किसानहरूलाई कलेक्सन गरेर अनि त्यस पछाडि उत्पादनलाई प्रमोट गर्नको लागि चाहिँ हामीले विभिन्न पालिकाहरूसँग कुरा गर्ने अनि पालिकाहरूलाई लगानी गर्नको लागि चाहिँ अब अनुरोध गर्ने र हामीले पनि जहाँ जान्छौँ त्यहाँ चाहिँ त्यसको यो कोल्ड स्टोरेज र भ्यालु एड गर्ने कुराहरूको बारेमा चाहिँ हामी प्रचार प्रसार गर्ने, उहाँहरूलाई चाहिँ कन्भिन्स गराउने, बुझाउने। अब अहिले तपाईँको के भन्छ व्यापारिक हिसाबले व्यापारिक माइन्ड हुन्छ नि त्यो डेभलप भइसकेको अवस्था चाहिँ छैन तेह्रथुममा होइन। त्यसले गर्दा अब त्यतातिर नै हाम्रो प्रयास चाहिँ छ। हुन्छ अन्त्यमा अर्को चाहिँ म एउटा कुरा भन्छु, अर्को चाहिँ अब हाम्रो अलिक अब यो जसले सुन्नुहुन्छ हेर्नुहुन्छ नि सरकारवालाले होइन, सरकारी पक्षले बिजनेस होल्डरहरूले सबैले अब हेर्नुहुन्छ सुन्नुहुन्छ होइन। त्यसो हुँदाखेरि चाहिँ अब सरकारी पक्षलाई चाहिँ अलिकति के भन्न मन लागेको चाहिँ के छ भन्दा यो एकपटक उहाँले लगानी गर्नुभयो, हामीलाई सपोर्ट गर्नुभयो, त्यो पनि ठुलो कुरा हो। तर सँगसँगै चाहिँ यसलाई सस्टेन गर्न रन गर्न केही वर्ष चाहिँ उहाँहरूले सिड मनीको रूपमा होइन अनि यसलाई अपडेट गर्नको लागि केही चाहिँ मोनिटरिङ प्लस केही सपोर्टहरू चाहिँ निरन्तरता दिनुभएको भए हामीलाई चाहिँ एकदम सजिलो हुन्थ्यो भन्ने हो। अहिले यतिखेरको हाम्रो अलिकति अप्ठ्यारो भएको चाहिँ हामीलाई रनिङ पुँजी क्रिएट गर्नलाई होइन बढाउँदै जानलाई चाहिँ अलिक गाह्रो भएको छ। अब लगानी यता पनि गयो होइन धेरै अनि कलेक्सन गर्ने पैसा अब यतातिरको त सहकारीको त कति हुन्छ र होइन, सेयर त थोरै हुन्छ। त्यसले गर्दा अलिक त्यसलाई हामी पुँजी निर्माण गर्नलाई गाह्रो भएको छ। तर पनि हामी काम गर्दैछौँ। मेन्टेनेन्स खर्च अथवा मर्मत गरिरहनु पर्ने त्यस्तो कति गर्नुपर्छ। यो चाहिँ तपाईँको इयरली सर्भिसिङ टोटल सर्भिसिङ गर्नुपर्छ। हामीले यो वर्ष अघिल्लो वर्ष गऱ्यौँ, अघिल्लो वर्ष सर्भिसिङ गर्दा लगभग 1 लाख जति आउँछ एकपटक गर्दा। यो पटक हामीले सर्भिसिङ गरिसकेका छौँ तर बिलिङ भएको छैन। अब उहाँको त्यो कम्पनीको आउनुभयो तर त्यहाँ बिलिङ गर्ने व्यक्ति चाहिँ नभएर त्यो बिल चाहिँ आएको छैन। अनि अब कति सामानहरू मेन्टेनेन्स पनि गर्नुपर्छ, तपाईँको बत्तीहरू फेरि राख्नु पर्यो, तपाईँको अनि त्यो थर्मोमिटरहरू छ बाहिरबाट त्यो छ नि प्यानलहरू, त्यसमा चाहिँ केही तलमाथि हुन्छ त्यो मेन्टेनेन्स गर्नुपर्ने अवस्थाहरू चाहिँ आउँछ। जस्तै बिजुलीमा तपाईँको क्यापेसिटर अस्ति जल्यो त्यसलाई 14-15 हजार आएर किन्नुपर्ने होइन, त्यस्तै खालको स्थिति चाहिँ मेन्टेनेन्स र सामान थप गरिराख्नुपर्ने स्थिति चाहिँ आउँछ। हुन्छ हामी अन्त्यमा छौँ। अब तेह्रथुम जिल्लाका सम्पूर्ण कृषकहरूलाई के भन्नुहुन्छ? सबैजनालाई कृषकहरूलाई चाहिँ मलाई चाहिँ के भन्न मन लागेको छ भने व्यावसायिक हुनको लागि केही रिस्क त हुन्छ होइन, अनि उत्पादन वृद्धि गर्नु पर्यो र उत्पादन वृद्धि भएर चाहिँ मूल्य चाहिँ आफूले भने जस्तो सधैँ पाइन्छ भन्ने छैन र सिजनमा उत्पादन गर्दा सजिलो हुन्छ, सबैले सिजनलाई फोकस गरेको हुन्छ र त्यो सिजनमा चाहिँ मूल्य नपाउँदाखेरि चिन्ता नलिनुहोस्। हाम्रो यो कियाचु कृषि सहकारी संस्थाबाट सञ्चालित मेयोङलुङ शीत भण्डार कृषि शीत भण्डारले चाहिँ तपाईँहरूलाई केही समय होइन होल्ड गर्दाखेरि पनि मूल्य प्राप्त गर्न योग्य क्वालिटीको सामान चाहिँ सुरक्षित साथ राखेर चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछ, सेवा प्रदान गर्नेछ र निर्धक्क ढङ्गले होइन कुनै के अरे चिन्ता नलिकन चाहिँ तपाईँले चाहिँ आफ्नो सामानलाई यहाँ भण्डारण गर्नुभयो भने यदि बजारमा गएको छैन भने चाहिँ बजारमा मूल्य पाउनु भएको छैन र होल्ड गर्नुहुन्छ र सक्नुहुन्छ भने चाहिँ त्यसरी राख्नुहोस्। अब सक्नुहुन्न भने कोही लोकल व्यापारीलाई सम्पर्क गरेर हाम्रो सामान लिइदिनु अनि तपाईँले चाहिँ यसो गर्न यहाँ राखेर चाहिँ पछि अब बेच्न सक्नुहुन्छ भन्ने खालको कुराहरू पनि उहाँले गर्न सक्नुहुन्छ, अनुरोध गर्न सक्नुहुन्छ। नभए भएन भने हामीलाई फोन गरेर डाइरेक्ट सोध्न सक्नुहुन्छ, हामी सकेको सेवा सहयोग चाहिँ प्रदान गर्न सक्छौँ। हुन्छ म्याम, हामीलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छौँ। छुट्छौँ, नमस्ते। हस्, धन्यवाद।